तराईको जिल्ला भएर पनि सर्लाही जिल्ला शिक्षाको क्षेत्रमा पछाडि परेको जिल्ला हो। पछिल्लो तथ्याङ्कका अनुसार सबैभन्दा बढी निरक्षर मानिसहरू यही जिल्लामा छन्। तर यही जिल्लामा यस्ता मानिसहरू पनि छन् जो मोबाइल लाइब्रेरी र मिनी लाइब्रेरी स्थापना गरेर मानिसहरूलाई शिक्षित बनाउने अभियानमा जुटेका छन्। स्थानीय युवा सरोज खनालले शिक्षाले राष्ट्रलाई माथि उचाल्छ भन्ने नाराका साथ पुस्तकालय अभियान सञ्चालन गरेका छन्। सर्लाहीका सिसौटा, बरहतवा, कर्मैया, जानकीनगर, ढुङ्ग्रेखोला, हरिवन र अत्रौली गाविसमा मोबाइल लाइब्रेरी सञ्चालन भइरहेको छ। पुस्तकालय स्थापना गर्दा पाठकहरू थोरैको सङ्ख्यामा मात्र आउने गरेकाले सबैको पहुँचमा पुस्तक पुर्याउनका लागि साइकल मार्फत प्रत्येक घर घरमा पुस्तक पुर्याउने व्यवस्था गरिएको छ। पुस्तक पुर्याउने कार्यमा 11 जना स्वयंसेविकाहरू सक्रिय छन्। उनीहरूले घर घरै पुगेर पुस्तक वितरण गर्ने र पुस्तक पढ्ने बानीको विकास गराउन रोचक कथाहरू पढेर सुनाउने समेत गर्छन्। को बच्चा मलाई के भन्छ? बाछो भन्छ हैन? बाछो भन्छ भन्दैन? भैँसीको बच्चालाई के भन्छ? बडापाडो। यसमा सिकाएको के को बच्चालाई के भन्छ भनेर सिकाएको है। मोबाइल पुस्तकालयको सदस्य बन्न वार्षिक 100 रुपियाँ तिरे पुग्छ। पाठकले पुस्तक पढेको नपढेको थाहा पाउन कुन पुस्तक लिएको हो त्यसबारे पाठकले प्रतिक्रिया लेख्नुपर्ने व्यवस्था गरिएको छ। उत्कृष्ट प्रतिक्रिया पठाउने मध्ये एकजनालाई उत्कृष्ट पाठक पुरस्कार दिएर पुस्तक पढ्न मानिसहरूलाई प्रोत्साहित गर्ने गरिएको छ, जसका कारण पुस्तक लगेपछि राम्ररी पढ्ने र फर्काउँदा सबैले प्रतिक्रिया लेख्ने गरेका छन्। यसरी घर घरै पुगेर पुस्तक वितरण हुन थालेपछि मानिसको चेतना स्तरमा केही परिवर्तन आएको स्थानीय समाजसेवी विनोद खनाल बताउँछन्। यो अब पुस्तकालयको एक ठाउँ राखिदिँदाखेरि पनि मान्छेको चेतनाको विकास नभएको हुनाले पुस्तक पनि लिन नजाने अनि पढ्न पनि इच्छा नगर्ने। तर अब घरमै पुस्तकालय भए जस्तो घरमै किताब पुर्याइदिएपछि फेरि लिन गइसकेपछि उनीहरूलाई सजिलो हुने र अलिकति केही न केही पढ्न इन्ट्रेस्ट लाग्ने भएको हुनाले यसले मान्छेको चेतनाको विकास गर्छ जस्तो लाग्छ। विकसित देशहरूमा जाँदा ट्रेन होस् या प्लेनमा सबैले पुस्तक पढेको देखेपछि देशको विकासका लागि पढ्नुपर्ने रहेछ भन्ने लागेर गाउँमा आएर मोबाइल लाइब्रेरी सञ्चालन गर्ने प्रेरणा मिलेको सरोज खनाल बताउँछन्। उनले सुरु गरेको अभियानलाई सर्वेश्वर पिस नामक संस्थाले साइकल र पुस्तक उपलब्ध गराएको छ। देशको विकास गर्ने हो भने राष्ट्रले कम खर्चमै मोबाइल लाइब्रेरीलाई देशव्यापी गर्नुपर्ने खनाल बताउँछन्। अब यो सबै अशिक्षा, गरिबी यावत कुराहरूको समस्याको जड भनेको चाहिँ अशिक्षा नै रहेछ। र अब शैक्षिक गतिविधि छ हाम्रो शैक्षिक कार्यक्रमहरू, जस्तो कि हामीले घुम्ती पुस्तकालय सुरु गरेका छौँ अनि मिनी लाइब्रेरी चलाएका छौँ। सबैतिरबाट सहयोग जुटाएर चाहिँ यस्तो पुस्तकालय भएपछि त्यहाँका थुप्रै युवाहरू कस्तो भने अब बेरोजगारी छ हैन, अनि फुर्सद छ, अनि कता कता त्यो नकारात्मक कामहरूतिर अझ विध्वंसात्मकतिर चाहिँ नि हैन अपराधिक गतिविधितिर पनि युवाहरू चाहिँ प्रशस्त लाग्दैन। यसको उपाय के हुन सक्छ भन्दा शिक्षा हो। राज्यले वर्षेनी कुल बजेटको ठूलो अंश शिक्षा क्षेत्रमा खर्चे पनि उपलब्धि भने नगण्य मात्र छ। तसर्थ शिक्षामा गरिएको लगानी मध्ये केही प्रतिशत मात्रै पनि पुस्तकालयका लागि छुट्याउन सके त्यसले सकारात्मक परिणाम दिने देखिन्छ। त्यसतर्फ शिक्षा क्षेत्रमा काम गर्ने निकायहरू र सरकारले गम्भीरताका साथ ध्यान दिन आवश्यक छ। माउन्टेन टेलिभिजनका लागि जगन्नाथ दुलाल, सर्लाही।